हाई एभ्रिवान, स्वागत छ हजुरहरूलाई मेरो ब्लगमा। आज चाहिँ केही स्पेसल छ, धेरै दिनपछि ब्लग बनाउँदैछु। आज चाहिँ हाम्रो नयाँ पसलको ओपनिङ छ। त्यहाँ चाहिँ हिजै सामानहरू सबै सारिसकेको थियो। आज चाहिँ यसो साथीभाइलाई बोलाएर यसो ओपनिङ गर्ने भन्ने कुराहरू भइरहेछ। साथीभाइ भन्नाले अब त्यस्तो कसैलाई कन्ट्याक्ट गर्न पाइरहेको छैन होइन। एकदम हतारमा भयो कि योपालि सोच्दै नसोचेकोहरू प्लान हुँदो रहेछ जिन्दगीमा। जो नजिकै हुनुहुन्थ्यो, जो आइरहनु भएको थियो पसलहरूमा, जोसँग अलिअलि भेट भइरहेको थियो उहाँहरूलाई भन्न पाएँ। अरू कसैलाई बोलाउनु पाएको छैन, नरिसाउनु होला। पसल के को भन्नुहुन्छ भने अब दिउँसो म देखाइहाल्छु। दिउँसोतिर नि यसो अलिअलि क्लिपहरू बनाउने कोसिस गर्छु। अब सबैको अगाडि बोल्न त सक्दिनँ मोबाइल देखाएर। यतिकै अलिअलि जे हुन्छ क्लिप त म त्यसमा हालिदिइहाल्छु होइन। अरू चाहिँ चिया पसल है, अहिले भनिदिइहालौँ। सानो ठाउँ त ठुलै छ तर सामानहरू थोरै छ। अरू गर्ने सोचमा थियौँ तर अब के हुँदो रहेछ होइन, नसकिँदो रहेछ। यो पसल नि अहिले चाहिँ प्लान थिएन है। 2-3 वर्षपछि अरू नै प्लान थियो। यो पसलहरू केही पनि प्लान थिएन। यो चाहिँ सोच्दै नसोचेको कुराहरू भयो होइन। ठिकै छ, उपरवालाको मर्जी। अब तिमीहरू आँट भन्ने थियो होला, हामीले अब आँट्यौँ। आजदेखि सुरु छ। तपाईँहरू नि आउनु होला। जो नजिकै हुनुहुन्छ यता टियुतिर, धेरै भित्र पर्दैन, बाहिर हाइवेबाट 2 मिनट मात्र भित्र आउनुपर्छ। म तपाईँहरूलाई लोकेसनको भिडियो नि हालिदिइहाल्छु होइन। बाँकी कुरा बिस्तारै गरौँला। अरू के कसरी त्यो पुरानो ठाउँ किन छोड्नु पऱ्यो, के भयो, त्यो चाहिँ अलि पछि भनौँ होला। आजको दिन चाहिँ यसो रमाइलो गरौँ। अहिले चाहिँ 8 बजिसक्यो। उहाँ चाहिँ बिहानै जानुभयो, अलिअलि सामानहरू मिलाउनु थियो। म पनि अब अलिअलि सामानहरू लानु छ नि त। यहाँ किचनको सबै सामानहरू चाहिँ यहीँबाट लाने कि भाँडाकुँडाहरू टन्नै छ। त्यतै सबै किचन बनाउने भन्ने पनि प्लान छ। त्यही भएर म लान लाग्दैछु। अलिक तनावले होला, रातभरि निन्द्रा लागेन। अहिले पनि सन्चो पनि भइरहेको छैन, घाँटी दुखेर तनाव भइरहेछ। अब हेरौँ, यति सानो पसल खोल्नलाई नै यस्तो तनाव हुन्छ भन्ने सोचेको थिइनँ, हुँदो रहेछ है। अब ल जब बाइकमा अलिअलि सामान चाहिँ लिएर जानु पऱ्यो अहिले। अनि त्यो पसलमा कोही भाइहरू हुनुहुन्छ भने कुकरहरू लानुमा बाँकी छ क्या। अब खाना बनाउनु पर्ने छ नि त। अहिले आफै यत्तिकै लान्छु, त्यहाँ भाइहरू हुनुभयो भने भाइलाई लिएर आउनु पऱ्यो। खान्जी यता हुनुहुन्छ, सामान निकालिँदै हुनुहुन्छ। नो आइडिया उहाँलाई भ्लग बनाउँदैछु। उहाँ तल भयो है उयोहरू। त्यसपछि यहाँ यतै छ, बिजोग छ। बिस्तारै सबै ठिक हुन्छ। हरू पनि आयो। त्यहाँ अलिकति भाँडा थियो माथि। अब म चाहिँ यहाँ अलिअलि सामान मिलाउँदैछु। अघि ल्याएको यहाँ अलिअलि बिस्कुट पनि ल्याइदिएर आउनु भएको छ। यहाँनिर अब पर्दा हाल्ने अरे नाप्दै हुनुहुन्छ उहाँ चाहिँ। पर्दा हालेपछि सबैलाई पर्दा भन्न थाल्नुभयो कि हाम्रो सिसा छ नि त, यहाँ देखिन्छ बाहिरबाट। अनि यहाँको भाइहरूलाई समस्या पर्यो। अलिअलि सामान लानु थियो। यहाँ तल अलिअलि पसलको सामानहरू छ मेरो अनलाइनको, त्यहाँ हाल्नु पऱ्यो नि त। यहाँ चाहिँ अलिअलि दालहरू चामलहरू थियो, उतै बनाउने भनेर ढिलो भइसक्यो। अब जानु पऱ्यो, 10 बजिसक्यो। सामानहरू चाहिँ अब मिलाएकै छैन, मिलाउन बाँकी छ। यता यस्तो छ है, यता पर्दा हालेर यस्तो भएको छ अहिले। अनि यहाँनिर चाहिँ भात पकाउँदैछु म। तरकारी केही चाहिँ बाहिर होटलबाटै ल्याउनु भएको थियो, दालहरू। यता सामानहरू हाल्नै बाँकी छ। यो सामानहरू निकालेको अघि त्यहाँनिर अलिकति ठोकिएको थियो, यसरी भत्केछ। हेर्नु न, यो चाहिँ मेरै साइज होला, 2.8 होला। यही चाहिँ भत्केछ। म एउटा लिन्छु भनेर राखेको थिएँ। यता पनि फुटेछ, सब फुट्दैछ। तनाव यस्तो यस्तो फुलहरू बाँकी छ है, अझ 2टा। अनलाइनमा अर्डर पनि गर्नु होला, चाहिन्छ भने। साह्रै नमजाले चुरा चाहिँ फुटेछ, मलाई कस्तो लाग्यो यार। ल यसरी राखेँ यो कस्मेटिकको पनि। अब भोलि अर्को पनि टेबल मिलाउनु पर्ने छ। यसरी राखेको छ। सबै थोक छ है यहाँ, राम्रो राम्रो चिजहरू सबै थोक छ। अलिअलि त हालिदिएको योहरू, अलिअलि टेबलमै राखिदिएको छु। अलिअलि ल्याउनै भन्नुभएको थियो साथीहरूले। अनि यति गरेँ। अब उहाँ चाहिँ खाना खाएर यहाँ निस्किनु भएको छ। अलिअलि मिठाईहरू ल्याउनु छ। म चाहिँ अब यहीँ सरसफाइ गर्ने अनि यहीँ बसिरहने। बिहान दाइहरू आउनु भएको थियो, भाइहरू आउनु भएको थियो। जो पहिले आइरहनु हुन्थ्यो नि उहाँहरू आउनु भएको थियो। सुरुमा चाहिँ कस्तो डर लागिरहेको कि आज पनि बिहानै उठेदेखिको म त अब ढिलो आएँ नि त। अघि 8 बजीतिर त आएको। यहाँ के भयो होला, कसो भयो होला, तनाव भइरहेको थियो। तर बिहानदेखि राम्रै भएछ। मिठाई ल्याइदिएर जानुभयो उहाँ चाहिँ। लड्डु 1 केजी मात्र ल्याएको, धेरै ल्याएन। अब जो आउनुहुन्छ उहाँलाई दिने। दाइहरूलाई उतै दिनु है भनेको थिएँ मैले पसलतिरै। अब उतै दिनुहुन्छ होला दाइहरूलाई, नआउनेलाई। उहाँ त काम परेर गइहाल्नु भयो। फर्स्टमा आफैले खानु पऱ्यो। यत्तिकै खाँदै बसिरहनु म त। झन् मोटो, झन् खाएर बसेर। यहाँबाट चाहिँ हेर्ने त्यहाँ सोलर छ अङ्कलहरूको। पहिले चाहिँ हाम्रो पसल उयो रातो घरभन्दा यतापट्टि थियो, त्यो मेन रोड।
अनि यता चाहिँ भेट आउने म तपाईँहरूलाई सनवर्क्स नेपाल भनेर हाल्यो भने पनि ठ्याक्कै आइपुग्छ यो पछाडिकै लोकेसन देखाउँछ हाम्रै घरनेरै आइपुग्छ यहाँनिर दिउँसो हाम्रो अघि बिहान पनि आउनु भएको थियो हाम्रो ह्यान्डसम यहाँ सन्तोष ल मैले अघि खाएँ अब भाइ सेकेन्ड म बिहानै पनि आएर जानुभएको थियो होइन बिहानै उठेर चिया चाहिँ हाम्रोमै हुन्थ्यो उता अलि नजिक पर्थ्यो यता अलिकति भित्र पर्ने पऱ्यो केही छैन अब छ फ्रिज बिग्रियो अनि हिजो उता चलिरहेको थियो यहाँ ल्याउने बित्तिकै बिग्रियो कि अब के भयो के चाहियो त सेम्पू कुन चाहिँ चाहियो भन्नु ल यसमा फेरो भने हुन्छ ओ यहाँनिर मैलो पनि भइरहेको रहेछ यो चाहिँ हजुर भाइहरू जान लाग्नुभयो हाई दर्शन आयो भन्दैन न यो भाइले हो किनिदिनु भएको आफ्नो बहिनीहरूलाई मैले लड्डु पनि खुवाइसकेँ भ्लग चाहिँ बनेन बाहिर पानी परिरहेको थियो अब फेरि घाम लागिसक्यो फ्रिज बनेन अहिले पछि पनि भाइहरू आउनु भएको थियो उहाँलाई लड्डु खुवाएर पठाइदिएँ लाज लाग्दो रहेछ बेला बेला क्यामेरा निकाल्न बेला बेला बिर्सिहाल्दो रहेछ भिडियो बनाउनलाई अनि यहाँ अर्डर बल्ल सामान नहुँदा नि मैले पठाइदिएको एकजना सिस्टरले यता रिटर्न गरिदिनु भएछ अनि उहाँसँग यसो कुरा गर्दै थिएँ रिस उठ्ने के मान्छेले सामान मगाएपछि किन क्यान्सल गर्ने हो पनि अहिलेसम्म मेरो क्यान्सल भएको थिएन म हतपत पठाउँदैन थिएँ उहाँको भनाइअनुसार चाहिँ म झुक्किएँ अर्को अनलाइनसँग नि कुरा गरेको थिएँ उहाँले पनि पठाउनु भएछ झुक्किएँ सरी ह्यान त्यान भन्नुभयो भन्न चाहिँ र पनि अलि रिस उठिहाल्छ नि अरूको चाहिँ झन् रिप्लाई गर्न पाएको छैन अहिले मसँग सामान पनि छैन है खासमा भन्नुपर्दाखेरि आफू होलसेल पनि जान पाएको छैन अनि यहाँ राम्रोसँग अनलाइन पनि हेर्न पाएको छैन कि अहिले अब होलसेल कहिले जान थाहा छैन यो होलसेलवाला पनि कन्ट्याक्ट गरेको फोन रिसिभ गरिरहनु भएको छैन यो मामार्सको सामानहरू मेन चाहिँ मेरो त्यही गइरहेछ अरू त अलिअलि भइ नै राखेको छ अब दिनभरि यसरी यहाँ काउन्टरमा बस्यो रमिताहरू तिर हेर्ने सरप्राइज दिनलाई मान्छेहरू किन ढिलो केही लिएर आउनु पर्दैन म निदाउन लागिसकेको थिएँ यहाँ मोबाइल हेर्दा आमा कस्तो उहाँ मैले त तल हेरेको पनि छैन राम्रो देखिरहेको त कस्तो भयो यहाँ कस्तो के हो को हो भाइ तिमी यसरी म त हालिदिने हो हाई गरिदिन्छ सोध्यो ल बाहिर अँध्यारो भयो मेरो साथी र म चाहिँ चिया खाएर बस्यौँ साथीले यहाँ चुरा किन्नु भयो यो अनि यो कश्मिरी चुरा मैले पनि लगाइरहेको छु मिलाउन चाहिँ यसरी मैले चाहिँ मेरो पुरानै चुरामा लगाएको यहाँनिर के हो लड्डु देखिरहेको रहेछ यस्तै छ अहिले चाहिँ खाली छ बाहिर चाहिँ अन्धकार छ बाहिर पानी पर्यो अब 6 बज्न लागिसक्यो अन्धकार हुन थालिसक्यो व्यापार ठिकै भयो राम्रै भयो होइन साँच्चै हो भाइ साँच्चै हो यता यस्तो छ पार्टी त भाइ तिमीले खुवाउनु पर्यो यता यस्तै छ सबैजना गइसक्नु भयो अहिले चाहिँ 5:30 भयो मेरो साथी पनि गइसक्यो भाइहरू पनि गइसक्नु भयो अरू आउने बाँकी छ सबै राति नै आउनुहुन्छ जस्तो छ यसो अलिअलि भाइ बहिनीहरू आउँदै हुनुहुन्थ्यो अरू यस्तै छ व्यापार ठिकै भयो रमाइलो भयो अब बाहिर हाइवेको जस्तो त हुँदैन होइन अलिकति भित्रै छ त्यहाँ त अब नर्मली बाटो हिँड्ने मान्छेहरू पनि धेरै नै आउने गर्नुहुन्थ्यो ठिकै छ केही छैन चित्त दुखाइ छैन बिस्तारै हुन्छ राम्रो होस् आफ्नो मेहनत चाहिँ गर्न छोड्ने होइन अब त ठिकै छ हेर्दै गर्नु होला अब भाँडा माझेको एकछिन यहाँ भिजिहालेँ क्या म यहाँनिर माझ्छौँ नि त हाम्रो चाहिँ यहाँ अलिकति बाहिर भाँडा माझ्ने ठाउँ चाहिँ अलिकति समस्या छ अनि पानी हल्का परिरहेको ठ्याक्कै भिजिहाल्यो सुनसान छ ल मैले आज 10 चोटि देखाएँ होला पसल पनि सबैजना गइसक्नु भयो चिया पकाएर खुवाएँ थुप्रोजना आउनु भएको थियो धेरै धेरै माया सबैलाई म चाहिँ अहिले एक्लै छु खान्जीले फोन उठाइरहनु भएको छैन काममै हुनुहुन्छ होला अलिक चाँडो आउनु है भनेको त आज नि रात पर्ने भइहाल्यो त्यस्तै हुन्छ कहिलेकाहीँ चाँडो आउनु खोजेको बेला काम धेरै आउँछ अब काम पनि नगरी नहुने दुईजना नखटे त कामै छैन यहाँनिर त फेरि एकचोटि हेर्नुहोस् यस्तै छ सानो सानो हाम्रो अझै बनाउनु छ एउटा टेबल चाहिँ अस्ति यादै भएन बनाउनु भन्नलाई यो अलिक बिजोगै भयो कि मेरो यो कस्मेटिकको सामानहरू यता कुनामा नि राखिरहेको छु उता घरमा नि छ त्यो घरकोलाई नि ल्याउनु पऱ्यो नि त अनि यो सिसापट्टि साइडमा चाहिँ हाम्रो राख्ने प्लान भएको छ फ्रिजलाई चाहिँ सारिदिने कुरा भइरहेको छ
बाहिरबाट हेर्दा पनि टक्क देखियोस् न है। अनुजीसँग भेट भइसकेको छ यता अघि भेट भइसक्यो भर्खर ब्लग यहाँ बाबु अनि यहाँ बाहिर आएको हो यहाँ के भइरहेछ यहाँ सुदन भाइ बुहारी अनि यहाँ प्रशान्त प्रजु नमस्ते नमस्ते आउने ल यहाँ भित्र आउने ल हेर्नुहोस् तपाईँलाई हाम्रो दादा हजुर स्वागत छ तपाईँलाई हाम्रो पसलमा त्यो पछाडि बल देखिरह हेलो तपाईँलाई हाम्रो भ्लगमा स्वागत छ। हजुर हजुर बोल्नुहोस् न के तपाईँको पसलको ओपनिङको बारेमा। म धेरै खटिरहेको छु त्यही हो। थ्याङ्क यू। जादु 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 मैले बनाएँ भाउजू यसले माइक बनाएर बर्थडे कसको बर्थडे हो यहाँ भ्लग सुट भइरहेछ ल ल यहाँ याद राख्नु है सबैले 5 महिनापछि 21 हो कि थाहै छैन म एक्लै कतिखेर को आउने भनेर म चाहिँ कुरेर बसिरहेको आउँदैन होला रात परिसक्यो है हामी पानी कहिले रोकेला र जाम्लो भनेर बसेका थियौँ गाइज। सरकार फेरि केही लिएर आउनु भएको छ यहाँ बाबु हुनुहुन्छ दिदी यहाँ बुहारी प्रजु हाई 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 सबैजना हाई हाई म यता चिया बनाउँदैछु चिया बन्दैछ यता यस्तै छ सिम्पल पार्टीहरू हुँदैछ अब भोलि पर्सि बिरयानी पार्टी हुन्छ पछि अब है अब बिरयानी पार्टी बर्थडे नि आउँदैछ ईद पनि आउँदैछ बक्रा ईद आउँदैछ अब अनि ओहो कता 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 पार्टी हो अगाडि पछाडि 14 ल पार्टी पार्टी आमा आउँछ हेर्नु तपाईँ हो साउजी भएर सबै आफै यहाँ कमी हुँदैछ एकजनाको बाबु ल ल बाबु ल खानु है चिया बनाउँदैछु म बना छु अब चाहिँ उहाँ हाम्रो फर्स्ट कस्टमर हाम्रो भाउजूको नयाँ किचन हो गाइज आउनु होला लाफिङ चटपटे पानीपुरी सबै पाउँछ तर बिस्तारै साथसाथै यहाँ कस्मेटिकको सामानहरू पनि पाउँछ मेहन्दी डिजाइनहरू एकदम राम्रो राम्रो आउनु होला साथै चुराहरू कस्तो राम्रो छ अनि उहाँहरू छ फर्स्ट कस्टमर हेर्नुहोस् यता छ अनि यहाँ बाहिर नि बाइक छ है यो चाहिँ पसलमा जतिजना आउँछन् उनीहरूकै बाइक यो चाहिँ गाई चटपटे नि बन्छ यहाँ भाउजू यो भ्लग मलाई नि हालिदिनु म नि मेरो आइडीबाट उ गर्छु हो भोइस ओभर गरेर हाल्ने यस्तो हावाताल त को हाल्छ होइन बिचको चाहिँ उ गर्ने साउन्ड अनि अरू चाहिँ भोइस ओभर पसलको साउनी उहाँ हुनुहुन्छ साउजी यता हुनुहुन्छ भाउजू तर यही भोइसमा चाहिँ नहाल्नु नि भोइस ओभर गर्नु छ यस्तो नि पत्र पत्र बोले ए हजुर भन्नुहुन्छ चिज भने चिजै यहाँ पनि हाम्रो ब्लग हुँदैछ 1 मिनट यहाँ सपिङ हुँदैछ यहाँ हाम्रो बाहिर बाइकको बवाल हुँदैछ फोटोसुट ल बाइक जानु काट्नु ल
सपिङ चल्दैछ यता गाइस हामी चाहिँ यो चुरा लिन आँटेको अहिले के अरे भाइरल चुरा है तपाईँहरूको लिनु होला है यहाँ नानीहरू हुनुहुन्छ यता गाडीहरू पनि हुनुहुन्छ बाहिर अझै पनि बाइकको उयो यो चलिरहेको चाहिँ उसले लिन लाग्यो यो प्रजुले लिन लाग्यो मैले देखाएको भाउजू म तपाईँको प्रमोसन गरिदिन्छु एकदम राम्रो भएको छ है मैले चाहिँ आफूले जोगाएर हिँड्नु पर्यो यसको लागि चाहिँ तर एकदम अड्काउनु भएन हाम्रो कन्फ्यु हुनुहुन्छ बेटी अङ्कलसँग गफ गर्दै हुनुहुन्छ के मागी छ अहिले चाहिँ यस्तो छ हालत यहाँ हाम्रो चटपटे यता हाम्रो पार्टी हुँदैछ सुनसान हल्ला नगरौँ रात पनि थालिसक्यो खान पनि सक्यो चटपटे पार्टी सक्यो अब यता मिठाई छ हेलो हेलो हाई यस्तै छ थ्याङ्क यू पसलको ह्याप्पी बर्थडे ल पसलको ल ल लास्टमा चाहिँ हेर्नु नि यहाँ बेबी ब्याट्री सक्यो ल बाबाले थ्याङ्क यू सो मच क्यामेरा फर्क जाइल है पछि खाँदैछु ए होइन है सूर्य ल घर जाने कार्यक्रम हुँदैछ यहाँ बाई बर्गर भन्नु ल बर्गर है बर्गर र पिज्जा लाफिङ तिनटामा बोर्ड यहाँ नेताज्यूलाई माग हुँदैछ हजुर यहाँ चुरा कश्मिरी चुरा यहाँ बाई 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 ए हुन्छ क्युटी बाई म बाहिर यस्तो साह्रो किन यहाँ ओछ्याउनु भएको यो त बाई बाई ल ओ कसैले ढोक्दै हुनुहुन्छ नि त ल बाइक यस्तै छ भाइहरूको यहाँ हाम्रो भाइको यहाँ नयाँ बाइक आज कति दिनपछि बल्ल देख्न पाइयो किनेको थोरै भइसकेन खोइ त नि भिडियो हाल्यो यता पनि यो नयाँ हो यसको लड्डु खानै बाँकी छ भाइ कहिले हो म लड्डु विचार गर्दैछु लड्डु हाम्रो मन्जेसजीको त्यहाँ छ जाडो हुन्छ होइन बिस्तार जानु ल बाई बाई अब हामी यता बाँकी छौँ उहाँहरू जाँदै हुनुहुन्छ इन्ड्राइभ आउँदैन थियो हाम्रो साउको चाहिँ झाडु लाउँदा लाउँदै यहाँ फान्जी भाग्नुभयो म भाइको आउन लाग्यो होला गाडी म भात पकाउनु पऱ्यो अब जाने बाई 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 सानो मेरो छोरो बाई उहाँ हाम्रो हिरोले बाइक स्टार्ट गर्नु थालिसक्नुभयो त्यो हेलमेट के को हेलमेट भन्छ बाबा यो ठिकै हेलमेट हो भलक भोलि आउँछ भलक एमआरपी भलक भोलि आउँछ त्यस्तै राजव सबिना भलक अब चाहिँ सबै खानाहरू खाइसकेर भाँडासाँडा माझेर सरसफाइ सट्ट एक लट भाँडा धुइयो बाहिरको सबै पानी थाप्ने भाँडाहरू भित्र ल्याइयो अब हामी जाँदैछौँ रुम खानासाना सबै सकेर 10 भइसक्यो अब वहाँ गएर अलिअलि रुम मिलाउनु छ रुम लठीपत्र छ जस खाना यता खाएर अब गयो वहाँ गेट खुल्लै राखिदिनु भयो होला खुल्लै राखिदिनु है भनेको थियौँ धेरैजना आउनुभयो आज धेरै माया दिनुभयो कतिजनाको त भिडियो बनाउन पाइनँ यहाँ वरिपरिको नि आउनुभयो नयाँ नि आउनुभयो कतिले कस्मेटिकको सामान भयो नि लानुभयो कस्तो रमाइलो भयो कि आज देखिया छ बाहिर रातिको नजारा अलिअलि गाडीहरू हिँड्दैछ हाम्रो बाइक यहाँ छ अब जान्छौँ हामी बुढाबुढी सब सुनसान बाई बाई आजको भ्लग यति नै यो चाहिँ याद होस् भनेर मैले भ्लग बनाएको है अब युट्युबमा हालेपछि चाहिँ सधैँभरिलाई रहिरहन्छ नि त
त्यही भएर जतिजना पनि आउनुभयो आज सबैलाई धेरै धेरै माया अनि धेरै धेरै धन्यवाद। शब्दमा म बयानै गर्न सक्दिनँ। यहाँ हेर्नु न यतातिर